मेरो पछि पछि नराम्रो पनि आउँदैछ। तपाईँले खबर गरेर आउनुपर्छ। तपाईँ चाहिँ यसरी त्यसै आउन मिल्दैन। यस्तो स्थानमा आज लास आएको छ। कसको अनुमति पाएर चाहिँ तिमी भन्टे बनेको? अहिलेको अहिले चिवर फुकाल। अबको 20-30 वर्षपछि हामी कोही पनि यहाँ रहनु पर्दैन। साधु साधु साधु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। शुभानुपस्सिं विहरन्तं इन्द्रियेषु असंयुतं भोजनमि च अमतन्यु कुसीतं हीनवीर्यं तं वे पसहति मारो वातो रुक्षं वदुब्बलं। अशुभानुपस्सिं विहरन्तं इन्द्रियेषु सुसंयुतं भोजनमि च मत्तन्यु सत्तं आरत्तवीर्यं तं वे न पसहति मारो वातो सेलं वपब्बतं। आजको औँसीको यस धार्मिक कार्यक्रममा उपस्थित श्रद्धेय भन्टे तथा गुरुमाज्यूहरू र त्यस्तै यहाँ उपस्थित सद्धर्म प्रेमी श्रद्धालु उपासक उपासिका सम्पूर्णमा दिनानुदिनको मङ्गल मैत्री कामना गर्न चाहन्छु। मैले तपाईहरूलाई औँसी अष्टमीहरूमा धम्मपदलाई लक्षित गरिकन गाथा सहित धम्मपदको बारेमा व्याख्यान गर्दै आइरहेको थिएँ। धम्मपद सँगसँगै धम्मपदसँग सम्बन्धित रहेर धम्मपदमा निहित रहेका कुराहरू र त्यससँग सम्बन्धित घटनाहरू कथाहरू इत्यादि पनि बताउँदै आइरहेको थिएँ र ती धम्मपदका गाथाहरूले हाम्रो जीवनमा कति प्रभाव पार्छ र हाम्रो जीवनोपयोगी छ छैन भन्ने कुरालाई पनि लक्षित गरिकन उपदेश गर्दै आइरहेको थिएँ। र आज विशेष गरी धम्मपद अर्थकथालाई देशना गर्दै आइरहेको पनि 7औं गाथा अन्तर्गत रहिसकेको छ र भर्खरै मैले उच्चारण गरेको गाथा पनि 7औं गाथा अन्तर्गतको गाथा हो। योभन्दा अगाडि 6औं गाथा कलह शान्त हुने बारेमा उपदेश गरेको थिएँ भने आजको यो गाथाले बताउन खोजेको कुरा के हो त भन्दा कस्तो व्यक्तिको चित्तमा मारले ठाउँ उगेर्छ, कस्तो व्यक्तिको चित्तमा मारले ठाउँ उगर्दैन, कस्तो व्यक्तिलाई मारले बाधा व्यवधानहरू दिन्छ र कस्तो व्यक्तिलाई मारले छुन पनि सक्दैन। यो मार भन्ने बित्तिकै पाली भाषा अन्तर्गत हेर्ने हो भने बाधा अडचन भनेर भन्न सकिन्छ। हाम्रो जीवनमा धेरै किसिमबाट बाधा अडचनहरू आउने गर्छन्, चाहे त्यो हामी पढाइमा होस्, काममा होस्, कुनै व्यवसायमा होस्। केही राम्रो काम सुरु गर्ने हामीहरूको अभिलाषा हुने बित्तिकै त्यहाँ हामीहरूले बुझ्नुपर्छ कि यो राम्रो काम गर्ने बित्तिकै मेरो पछि पछि नराम्रो पनि आउँदैछ। यस्तो होइन कि राम्रो काम गर्ने बित्तिकै राम्रो नै भइरहने होइन। राम्रो कामको पछि पछि हैन, जसरी सेतोमा कालो आए जस्तै राम्रो कामको पछि पछि नराम्रो गर्ने मनसाय भएका बाधा व्यवधानहरू जो व्यक्ति पनि हुन सक्छ है। भगवान बुद्धको पालामा त भगवान बुद्धलाई डिस्टर्ब गर्न आउने, भगवान बुद्धलाई बाधा दिन आउने अजिङ्गरदेखि लिएर देवतादेखि लिएर मनुष्य त छँदै थियो, सँगसँगै भूतप्रेत प्राणीहरू सबैका सबै लागेको थियो। यतिसम्म कि उहाँको बाधा दिनेहरूमा मनुष्यहरूले यतिसम्म बाधा दिएको थियो कि भगवान बुद्धलाई भगवान बुद्ध हत्यारा हो सम्म पनि भन्नुभएको थियो। अझ अरूले विश्वास नगर्ला भनेर ती व्यक्तिहरू आफैले मारेर भगवान बुद्ध बस्ने स्थानमा समेत मृतक लासलाई राखिदिएको थियो। यतिसम्म चाहिँ भगवान बुद्धले गर्न खोजेको काममा चाहिँ बाधा व्यवधान दिने थियो। र त्यति मात्र नभइकन आफ्नै शिष्य देवदत्तले पनि उहाँलाई मार्नसम्म पुगेको थियो। भनेपछि यसबाट थाहा पाउँछौँ कि धर्म गर्न सजिलो छैन है। हामीहरूले चाहिँ धर्म गर्ने भन्ने बित्तिकै एकदमै सजिलो होला, मन एकदम शान्त हुन्छ भन्ने होइन। धर्मको अर्को पाटो भनेको ती मनलाई शान्त पार्न कसले सक्छ त?
भन्दा जो जस्तोसुकै मार आउँदाखेरि पनि आफूलाई अडिग पार्न सक्छ, जस्तोसुकै बाधा व्यवधान आए पनि आफूलाई कुनै पनि प्रभाव पर्दैन भने अनि मात्र त्यो व्यक्ति सुखी र शान्ति हुन सक्छ। त्यस कारणले नै भगवान बुद्धले यो गाथा, सातौं गाथा धम्मपद अन्तर्गत उपदेश गर्नुभएको। कसलाई त भन्दा सेतव्य भन्ने नगरमा, जुन नगर त्यो पालामा श्रावस्ती नजिकै नगर थियो, सेतव्य भन्ने नगरमा 3 जना दाजुभाइ हुनुहुन्थ्यो। एकजना महाकाल, अर्को मध्यम काल र अर्को चूल काल भन्ने। ती दाजुभाइको काम के थियो त भन्दा उनीहरू व्यापार गर्ने सिलसिलामा कहिले श्रावस्ती पुग्थ्यो, कहिले विभिन्न अन्य ठाउँमा गएर व्यापार गर्ने। महाकाल र चूल काल 2 जना दाजुभाइले व्यापार गर्थ्यो भने मध्यम कालले उनीहरूले लिएर आएका व्यापारका सामानहरू, त्यो सामानलाई घरमै बसेर पसल थापेर बेच्ने गर्थ्यो। 2 जना दाजुभाइले चाहिँ ठाउँमा गएर व्यापार गर्ने गर्थ्यो भने मध्यम कालले घरमै रहेर व्यापार गर्ने गर्थ्यो। एक दिन व्यापारकै सिलसिलामा महाकाल र चूलकाल 2 जना दाजुभाइ श्रावस्ती नगरमा पुगेको थियो। सेतव्य नगरबाट श्रावस्ती नगरमा पुगेका ती 2 जना दाजुभाइ रात अबेर परेको कारणले गर्दा श्रावस्तीकै एउटा धर्मशालामा उनीहरूले बास बस्यो। धर्मशालामा बास बस्ने क्रममा महाकाल त्यति बेलामा ऊ चाहिँ आराम गरिरहेको अवस्थामा सन्ध्याकालीन समयमा केही लामबद्ध भएर उपासक उपासिकाहरू, भक्तजनहरू हातमा फुलहरू लिएर, धूपहरू लिएर, बत्ती लिएर लस्करै गइरहेको उहाँले देख्नुभयो। यी लाइन कहाँ गइरहेको रहेछ भनेर लाइनलाई पन्छ्याउँदै जाँदाखेरि ती व्यक्तिहरू, भक्तजनहरू श्रावस्ती नजिकै रहेको जेतवनाराम विहारमा भगवान बुद्धको दर्शन गर्नको लागि, उहाँको धर्म श्रवण गर्नको लागि, उहाँलाई भेटेर वन्दना गर्नको लागि, उहाँलाई भेटेर फुलगुच्छा अर्पण गर्नको लागि, उहाँलाई भेटेर दीप पूजा गर्नको लागि, उहाँलाई भेटेर धूप पूजा गर्नको लागि त्यसरी चाहिँ गइरहेको महाकालले देख्यो। महाकालले देख्दाखेरि यो जुन भक्तजनहरू जुन स्थानमा गइरहेको छ त्यो स्थानमा म पनि जान्छु के रहेछ भनेर थाहा पाउने हिसाबले मनसायले त्यसरी महाकाल पनि सँगसँगै गएर भगवान बुद्धको निवास गरिराख्नु भइरहेको जुन विहार, जेतवनाराम विहारमा ती भक्तजनहरूसँगै महाकाल पनि गयो। भगवान बुद्धले यसो हेर्दा आज त नयाँ मान्छे पनि आएको छ, यो नयाँ मान्छेलाई नयाँ तरिकाले उपदेश गर्छु भनेर सदैव नयाँ व्यक्तिहरूलाई गर्ने जुन उपदेश छ, जसलाई आनुपूर्वी कथा भनेर भनिन्छ। है, आनुपूर्वी कथा भनेको कथा होइन कि यो विभिन्न विशेषणहरू मिलेर, विशेषताहरू मिलेर बनाइएको एउटा उपदेश हो, जसमा दानको कुरा गरिन्छ, शीलको कुरा गरिन्छ, भावनाको कुरा गरिन्छ, दुःखको कुरा गरिन्छ, पञ्चकामको कुरा गरिन्छ, पञ्चकामको दुष्परिणामको बारेमा कुरा गरिन्छ, पञ्चकामको दुष्परिणामले निम्त्याउने हामीहरूको जीवनमा दुःखका कुराहरू गरिन्छ र यी पञ्चकामलाई हटाउन सक्यो भने मात्र हाम्रो जीवन सुखी हुन्छ भन्ने कुराहरू यो आनुपूर्वी कथा देशनामा भगवान बुद्धले गर्नुहुन्छ। है, जो कोही नयाँ व्यक्तिहरू देख्ने बित्तिकै उहाँले त्यसरी उनीहरूले धर्मलाई राम्रोसँग बुझोस् भनेर सुरुमा त्यागमय भावना उत्पन्न गराउनु पर्छ भनेर सुरु गरेर दानको कुराहरू उहाँले गर्नुहुन्थ्यो। र यहाँ महाकाललाई पनि देख्नु भएर भगवान बुद्धले यो महाकाल तेजिलो छ, पण्डित छ, उसलाई केही न केही बुझाउनु पर्छ भनेर आनुपूर्वी कथा बुझाउनु भयो। पञ्चकाम विषयको दुर्दशा, दुष्परिणाम बुझेर यो जति पनि धन सम्पत्ति यो त क्षणिक रहेछ, जतिसम्म हाम्रो जीवन छ त्यतिसम्म मात्रलाई यो धन सम्पत्ति हो, यो धन सम्पत्ति हामीहरू मृत्यु भएर लान पाउँदैनौँ, न त आफ्नै आफन्तहरू नै आफूसँगै जान्छ भन्ने कुरा थाहा पाउनु भएर, संसारको सत्य जान्नु भएर महाकाललाई पनि मनमा के उत्पन्न भयो भन्दा अब म पनि भगवान बुद्धकै शरणमा जान्छु, म अब व्यवसायहरू गर्दिनँ,
म चाहिँ घरमा बस्दिनँ, म पनि सन्यासी बन्छु भनेर भगवान् बुद्ध कहाँ सबैजना उपासक उपासिका फर्केर गइसकेपछि भगवान् बुद्ध मलाई पनि भन्टे बनाइदिनु भनेर उहाँले चाहिँ अनुरोध गर्न जानुभयो। अनुरोध गर्ने क्रममा तिम्रो कोही छ, अनुमति बेगर हामीहरूले भिक्षु बनाउन मिल्दैन भनेर भन्दा मेरो भाइ मसँगै आएको छ, म सोधेर आउँछु भनेर आफूसँगै अघि आराम गरिरहेको भाइलाई गएर म चाहिँ अब सन्यासी बन्छु, यो धन सम्पत्ति सबै तिम्रो भयो, मेरो अब केही पनि रहेन, म चाहिँ सन्यासी बन्न जान्छु भनेर भन्दा चुलकाललाई अत्यन्तै अप्ठ्यारो पर्यो। अब आफू घरबाट छोडेर व्यापार व्यवसायको सिलसिलामा पो श्रावस्ती आएको, घरमा कसैलाई पनि थाहा छैन। त्यसैले मैले अनुमति दिए पनि मलाई अरूले गाली गर्न सक्छन् भनेर महाकाललाई अत्यन्तै सम्झाउँदाखेरि पनि सम्झिएन। म जसरी भए पनि जान्छु, म अब घरमा बस्दिनँ, म सन्यासी बन्छु, यो दुःखबाट मुक्त हुन चाहन्छु भनेपछि चुलकालको मनमा यदि म एक्लै घरमा गयो भने मलाई पक्कै पनि गाली गर्नेछन् भन्ने सोचेर चुलकालले पनि म पनि तपाईँसँगै जान्छु, मलाई पनि अनुमति दिनुहोस् भनेर दुवैजना भन्टे बन्न जानुभयो। तर चुलकालको मनमा के थियो त भन्दा म भन्टे बन्ने इच्छा त छैन, तर दाइ भन्टेले जसरी भए पनि छोडाउने हो, त्यो मनसायले चाहिँ चुलकाल भन्टे बन्न गएको थियो। भन्टे बन्दाखेरि सबभन्दा सुरुमा हामीहरूलाई दुईवटा कुरा सिकाइन्छ। त्यो दुईवटा कुरा के हो त भन्दा एउटा विपस्सना यानि कि ध्यान, अर्को चाहिँ ग्रन्थ सूत्रहरू। उहाँले ग्रन्थ र विपस्सना मध्ये विपस्सनालाई आफ्नो जीवनको एउटा अभिन्न अङ्गको रूपमा लिएर म विपस्सना गर्छु भनेर उहाँले त्यस विपस्सनालाई छनौट गर्नुभयो। विपस्सनालाई छनौट गर्ने क्रममा भगवान् बुद्धसँग ज्ञान लिने क्रममा उहाँलाई कस्तो ध्यान चाहिँ मन पर्यो त भन्दाखेरि समसानिक धुताङ्ग भनेर भनिन्छ। शमशानमा गएर धुताङ्ग नियम पालन गर्नु। अब धुताङ्ग नियम भन्ने बित्तिकै धेरै किसिमका नियमहरू छन्, जहाँ रुखमै मात्र बसिन्छ या मसानमा मात्रै बसिन्छ, मसानमा बस्दाखेरि त्यहाँ सुतिन्न है, त्यहाँ ध्यान बसिन्छ, अभ्यास गरिन्छ, पात्रोमा भोजन खाइन्छ, हिँडेर मात्रै गइन्छ, कुनै पनि वाहनको प्रयोग गरिन्न, इत्यादि धेरै किसिमका धुताङ्ग नियमहरू छन्। उहाँले चाहिँ मसान घाटमा गएर जुन अशुभ भावना भनेर भनिन्छ, ल्याइएको लासलाई हेरेर त्यो लासको प्रक्रिया कस्तो हुन्छ, सुरुमा कस्तो हुन्छ, त्यसपछि कस्तो हुन्छ भनेर त्यो लासलाई हेरेर अशुभ स्मरण गरेर गरिने ध्यान अभ्यास, यो अनित्य बोध गर्ने ध्यान अभ्यास, उहाँले चाहिँ त्यसलाई छनौट गरेर मसान घाटमा गएर दिनदिनै ध्यान बस्न जानुभयो। ध्यान बस्न जानु हुँदा त्यहाँ मसान घाटलाई रेखदेख गर्ने काली भन्ने एकजना महिला थियो। दिनदिनै एकजना सन्यासी चाल्नै नपाइने किसिमबाट आउँदाखेरि उहाँलाई पनि गाह्रो भयो र गाह्रो भएर काली उपासिका ध्यान बसिरहेको भन्टेलाई गएर भन्टे तपाईले खबर गरेर आउनुपर्छ, तपाईँ चाहिँ यसरी त्यसै आउन मिल्दैन, यस्तो स्थानमा बिहारमा कसैलाई खबर गरेर आउनु होला, यही पनि हामी पालेहरू छौँ, हामीलाई खबर गर्नु होला, कति समयमा तपाईँ आउनुहुन्छ र कहिले जानुहुन्छ त्यो पनि खबर गर्नु होला भनेर उहाँले सम्झाउनु भयो। तपाईँ यहाँ चाहिँ किन आउनु भएको त्यो उद्देश्य हामीलाई बताउनु होला भनेर भन्दा म चाहिँ समसानिक ध्यान धुताङ्ग पालन गरिरहेको हो, त्यसैले मलाई चाहिँ के आवश्यक छ त भन्दा यो मृतक व्यक्ति, मृतक लास आवश्यक छ, त्यो लास पायो भने मैले चाहिँ अशुभ ध्यान गर्नेछु भनेर भनेपछि त्यो काली उपासिकाले थाहा पाउनु भयो, हुन्छ मैले चाहिँ तपाईँलाई व्यवस्था गरिदिनेछु, तर केही कुरा चाहिँ तपाईँले पालन गर्नुपर्छ। कस्तो कुरा पालन गर्नुपर्छ त भन्दाखेरि यो जुन मसान घाटमा बस्दाखेरि अल्छी हुनु हुँदैन, दिनभरि सुतेर बस्नु पनि हुँदैन,
माछा मासु पनि खान हुँदैन। अत्यन्तै उत्साही र मेहनत गरेर तपाईँ चाहिँ यो स्थानमा बस्नुपर्ने हुन्छ। तपाईँहरूको स्थान जस्तो यो स्थान होइन। तपाईँलाई साँच्चीकै ध्यान बस्न मन छ भने अत्यन्तै मेहनत गरेर, इन्द्रियलाई संयम राखेर, बलवान भएर, वीर्यवान भएर, मेहनत गरेर चाहिँ तपाईँ ध्यान बस्नुपर्ने हुन्छ भनेर त्यो काली उपासिकाले भन्टेलाई भनिसकेपछि भन्टेले पनि यसलाई सहजै स्वीकार गर्नुभयो र तपाईँले जस्तो भन्नुभयो मैले त्यस्तै गर्नेछु। है, ध्यान बस्नु भनेको पनि सजिलो छैन। 5 मिनट मात्र हामी बस्यौँ भने पनि एकदमै थकाइ लागिरहेको जस्तो या चाहिँ भर्खरै आराम भए जस्तो गरेर हामीहरूलाई निन्द्राले छोप्छ। त्यो निन्द्राले छोप्नु भनेको नै एउटा मार हो। र जब हामी निदाउँछौँ, अल्छी हुन्छौँ, हामीमा वीर्य हुँदैन, मेहनत हुँदैन, जसको कारणले गर्दा ध्यान लाग्दैन। एक समय काली उपासिकाले जब भर्खर भर्खर मृत्यु भएको अत्यन्तै जवान महिलाको लास उसको जिम्मामा जलाउने जिम्मामा परेको कारणले गर्दा उहाँले भन्टेलाई खबर गर्नुभयो, आज लास आएको छ। भन्टे आउनुभयो, त्यो लासलाई हेरिरहनु भयो। केही दिनसम्म हेरिरहँदाखेरि त्यो लास बिस्तारै निलो हुँदै गएको, अत्यन्तै सुन्दर शरीर पनि कुरूप हुँदै गइरहेको, पटपट फुटिरहेको, पिपहरू बहिरहेको, त्यो अवस्थालाई देख्दाखेरि ओहो यो शरीर भनेको त प्राण छँदाखेरि जति राम्रो भए तापनि प्राण नहुँदाखेरि यो शरीर त यस्तो दुर्गन्धित हुँदै रहेछ। यो शरीरको भित्र त यस्तो गन्हाउने दुर्गन्ध हुने शरीर हामीले पाइरहेका रहेछौँ। यो शरीर त अनित्य रहेछ, छिनछनमा परिवर्तित शरीर रहेछ भन्ने कुरा बुझेर उहाँ चाहिँ यही ध्यानलाई स्मरण गरेर, यही अशुभ भावना भनेर भनिन्छ, परित्राणमा अशुभानुसति भनेर पनि भनिन्छ, यो अशुभ ध्यान भावनालाई स्मरण गर्दै 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 उहाँ चाहिँ दुःखमुक्त निर्वाण मार्गमा पुग्नुभयो। उहाँ चाहिँ अरहन्त हुनुभयो। र अरहन्त हुनुभएको केही समयपछि भगवान बुद्धलाई लाग्यो कि अब श्रावस्तीबाट सेतव्य नगर जहाँ महाकालको परिवारहरू छन्, अब परिवारहरूलाई पनि ज्ञान दिने समय आएको छ भनेर भगवान बुद्ध महाकाल र चूलकाल दुवै दाजुभाइ भन्टेहरूलाई लिएर धेरै भिक्षुसँग सहित सेतव्य नगरमा पुग्नुभयो। सेतव्य नगरमा आफ्ना आफन्तहरू आइरहेको छ, भन्टे बनेर आइरहेको छ भन्ने महसुस भएर केही उपासक उपासिकाहरू र उनीहरूकै परिवारले पनि भोजनको निमन्त्रणा दियो। भोजनको निमन्त्रणा पाएको आफ्नै घरमा पाएकोले महाकालले आफ्नो भाइ चूलकाललाई हामी भोजन आउनुभन्दा अगाडि तिमी गएर चाहिँ त्यो स्थानमा मिलाइराख्नु, आफ्नो घरमा भिक्षुसँग आउँदै हुनुहुन्छ त्यहाँ चाहिँ गएर मिलाइराख्नु भनेर मिलाउने जिम्मा दिनुभयो। मिलाउने जिम्मा दिनु हुँदाखेरि चूलकाल जो अझैसम्म पनि पृथकजन थियो, लोभ द्वेष मोह मनमा थियो, घरमा जाने बित्तिकै हो हाम्रो श्रीमान आयो भनेर श्रीमती, जो श्रीमती दुईजना थियो चूलकालको, श्रीमतीले तिमीले हाम्रो अनुमति बेगर भन्टे बन्यो, कसको अनुमति पाएर चाहिँ तिमी भन्टे बनेको, अहिलेको अहिले चिवर फुकाल, अहिलेको अहिले चाहिँ तिमीले चिवर फुकाल्नु पर्छ भनेर जबरजस्ती चिवर फुकाल्न लगाएर सेतो वस्त्र धारण गराइदियो। भनेपछि श्रीमतीहरूले नै चूलकाललाई गृहस्थ बनाइदियो। अब गृहस्थ बनाए पनि आफ्नो धर्म त पालन गर्नु पर्यो। सेतो वस्त्र लगाएर भगवान बुद्ध सहित भिक्षु सङ्घलाई गएर भन्टे हाम्रो घरमा भोजन तयार भयो, तपाईँहरू आउनुहोला भनेर त्यसरी चाहिँ भोजन निमन्त्रण गर्न गयो। र यहाँ चाहिँ महाकालको श्रीमती कतिजना थियो त भन्दाखेरि 8 जना थियो त्यति बेलाको समयमा। मध्यम कालको 4 जना, चूलकालको 2 जना। चूलकालको श्रीमतीले चूलकाललाई गृहस्थ बनाइदियो भन्ने थाहा पाउने बित्तिकै
महाकालको श्रीमतीहरूले पनि अब हाम्रो श्रीमानलाई पनि हामीले गृहस्थी बनाउने हो, हामीलाई अत्यन्तै गाह्रो भइरहेको छ घर हेर्नको लागि भनेर जब भगवान् बुद्ध सहित महाकालहरू आइरहेको थाहा पाएर उनीहरूले पनि आफ्नो घरमा चाहिँ महाकालहरूलाई भन्टेहरूलाई निमन्त्रण गर्नुभयो। यो समयमा चाहिँ महाकालले अब आफ्नो भाइ त गृहस्थ भइसक्यो, अन्य शिष्यलाई पठाउनु भयो, आफू चाहिँ जानु भएन। र जब भोजन तयार भयो, भोजन तयार भइसकेपछि भगवान् बुद्ध महाकाल भिक्षुसहित घरमा पुग्नुभयो। घरमा पुगिसकेपछि महाकाल सुरुमा नआएर हामीहरूले छोडाउन पाएनौँ, त्यस कारणले महाकाललाई यही नै राख्नुपर्छ भन्ने सोचेर भोजन सिद्धिए पश्चात श्रीमतीहरूले के भने त भन्दा भगवान् बुद्धलाई, भगवान् बुद्ध हामीले चाहिँ महाकालबाट धर्म उपदेश श्रवण गर्ने इच्छा छ, त्यस कारणले महाकाल भन्टेलाई यही नै राख्नु होला भनेर भनिसकेपछि भगवान् बुद्धले महाकाललाई त्यही नै राखेर छोडेर जानुभयो। त्यसरी महाकाललाई एक्लै छोडेर जानु हुँदा केही भन्टेहरूमा शङ्का उत्पन्न भयो। हिजो चुलकाललाई पठाउँदाखेरि चुलकाल गृहस्थ बन्यो, अब आज महाकाललाई हामीले एक्लै छोडेर आएका छौँ, अब श्रीमतीहरूले फेरि गृहस्थ नै बनाउने भयो, फेरि एकजना भन्टे घट्ने भयो भनेर त्यसरी चिन्ता व्यक्त गरिरहँदाखेरि भगवान् बुद्धले ती सम्पूर्ण भिक्षुहरूलाई सम्बोधन गर्नुहुँदै शुभानुपस्सिङ विहरन्तङ इन्द्रियेषु असङ्गुतङ भनेर उपदेश गर्नुभयो। इन्द्रिय संयम नगरी राम्रो देख्ने, भोजनम्मी च अमतन्यु भोजनमा मात्रा नजान्ने, कति खानुपर्छ कति खानु हुँदैन भनेर मात्रा नजान्ने, कुसितङ हीन वीर्यङ मेहनत नगर्ने, ध्यान अभ्यास नगर्ने, तङ्वे पसहति मारो त्यस्ता व्यक्तिहरूलाई मारले चाहिँ चाँडै नै लिन्छ, चाँडै नै बाधा पुर्याउँछ। त्यस्तो व्यक्तिहरूको जिन्दगी कसरी पुर्याउँछ त भन्दाखेरि वातो रुखङ न दुब्बलङ, जसरी एउटा दुर्बल रुखलाई बतासले ढालिदिन्छ त्यस्तै गरेर चित्त संयम नभएको, इन्द्रिय संयम नभएको, पञ्चकाम विषयमा भुलिरहने व्यक्तिहरूलाई बाधा अर्चन धेरै आउँछ। मारले चाहिँ त्यस्ता व्यक्तिहरूलाई ढलाइदिन्छ, बाधाले त्यस्ता व्यक्तिहरूलाई खाइदिन्छ, सखापै पारिदिन्छ। कसरी सखा पारिदिन्छ त भन्दा दुर्बल रुखलाई जसरी बतास आउने बित्तिकै त्यो रुख ढल्छ, त्यस्तै गरेर इन्द्रिय संयम नभएको व्यक्तिको मनलाई पनि मारले लिन्छ। जसरी चुलकाललाई मारले चाहिँ यानि कि बाधाले उसलाई पक्रेको थियो, चुलकाललाई बाधाले पक्रेको थियो र भगवान् बुद्धले फेरि भन्नुभयो अशुभानुपस्सिङ विहरन्तङ, जसको इन्द्रिय चाहिँ बसमा छ, इन्द्रियेषु सुसङ्गुतङ भोजनम्मी च मत्तन्यु जसको मनमा चाहिँ इन्द्रियले काबुमा राखिएको छ, इन्द्रिय उसले काबुमा राखेको छ, भोजनको मात्रा पनि उसले कति खानुपर्छ कति खानु पर्दैन भन्ने जानेको छ। यहाँ भोजनको कुरा किन भइरहेको छ भन्दाखेरि धेरै खाएर पनि हामी ध्यान बस्न सक्दैन। तपाईँ धेरै टन्न खानुहोस् केही काम पनि गर्न सक्नुहुन्न। त्यसैले मात्रा जानेर खानालाई पनि अभ्यासको तरिकाले खान जान्नुपर्छ भनेर भगवान् बुद्धले सिकाउनु भएको। सद्धङ आरद्ध वीर्यङ धर्ममा उसले श्रद्धा राख्छ, आरद्ध खुसी प्रसन्न उत्साही हुन्छ, वीर्यङ र मेहनत गरेर चाहिँ उसले धर्म पनि गर्छ। धर्म भन्ने बित्तिकै दान शील भावना सबै पर्न जान्छ। तङ्वे नपसहति मारो त्यस्ता व्यक्तिको मनलाई मारले केही पनि गर्न सक्दैन। उदाहरण दिनुभएको छ वातो सेलङ व पब्बतङ, जसरी एउटा पर्वतलाई जतिसुकै हावाहुरीले पनि डगमगाउन सक्दैन, त्यस्तै इन्द्रिय संयम भएको व्यक्तिको मनलाई कुनै पनि बाधा अडचनले फरक पार्दैन। त्यस कारणले हाम्रो जीवनमा पनि धेरै किसिमका बाधा व्यवधानहरू आउन सक्छन्। बाधा व्यवधानहरू आउँदा हामीहरू विचलित भयौँ भने हामीहरूले बुझ्न सक्छौँ हामीहरूको मन अझै पनि संयम छैन, हामीहरूको इन्द्रिय अझै पनि संयम छैन, हामीहरूमा अझै पनि
लोभ द्वेष मोहले ठाउँ ओगटिरहेको छ। तर जस्तोसुकै बाधा अर्चन आउँदा पनि इन्द्रिय संयम भएको कारणले गर्दाखेरि, यदि जस्तोसुकै बाधा अर्चन आउँदाखेरि पनि हामीलाई केही फरक परिरहेको छैन, हामीहरू खुसी छौँ भने यसबाट थाहा हुन्छ हामीहरूले धर्मलाई केही न केही बुझेका छौँ। त्यसैले गर्दा हामीहरूले यो धम्मपद अर्थकथाबाट बुझ्न सक्ने भनेको नै ध्यान अभ्यास गर्ने क्रममा अनित्य बोध पनि गर्नु आवश्यक छ। धर्म गर्ने क्रममा अनित्य बोध पनि गर्नु आवश्यक छ। एक दिन अवश्य यो संसारबाट हामीहरू जानुपर्ने हुन्छ तिलो चाँडो। अबको 20-30 वर्षपछि हामी कोही पनि यहाँ रहन्नौँ पनि। त्यस कारणले यो संसारमा एक दिन अवश्य जानुपर्ने संसारमा हामी मनुष्य भएर जन्म लिन पाइरहेको कारणले गर्दा यो मनुष्य जीवनको सदुपयोग गरेर हामीहरूले सकभर धर्मतापूर्वक जीवनयापन गर्नुपर्ने हुन्छ। यदि हामीहरूको मन संयम छ भने हामी जस्तोसुकै बाधा अर्चनबाट पनि जोगिन सक्छौँ र हामीहरूले धर्म सँगसँगै अन्य क्रियाकलापहरू गर्दा पनि श्रद्धा भक्तिका साथ उत्साही भएर मेहनत भएर गर्न सक्नुपर्छ। र हामीहरू सकभर बच्ने भनेको यो मारबाट बच्न सक्नुपर्छ। यो मार भनेको बाधा व्यवधान हो। यो मार भनेको व्यक्ति पनि हुनसक्छ, भूत पनि हुनसक्छ, देवता पनि हुनसक्छ, प्राणीहरू पनि हुनसक्छ, चिज वस्तु पनि हुनसक्छ। जस्तोसुकै अवस्थामा पनि मनलाई आकर्षित गरेर नराम्रो काम गर्न प्रेरित गर्ने पनि मार हो। राम्रो काम गर्नमा बाधा दिने त्यो पनि मार हो। यो मारलाई चिनेर हामीहरू यो मारबाट विमुक्त हुन सक्यौँ भने मात्र हामीहरूले सम्यक ज्ञानलाई हासिल गर्न सक्छौँ भन्ने कुरालाई राख्दै आजको धर्म उपदेश यहीँ टुङ्गाउन चाहन्छु। भवतु सर्वमङ्गलम्।